युट्युबमा किन सफलता मिलिरहेको छैन? गल्ती के तपाईँले त गर्नुभएको छैन? तपाईँ टेन्सनमा हुनुहुन्छ। तपाईँ आउनुभएको थियो युट्युबमा केही गर्छु भनेर, फ्यान फलोइङ कमाउँछु, अलिअलि 2-4 पैसा कमाउँछु भनेर आउनुभएको थियो। तर तपाईँको च्यानलमा चाहिँ भ्युज नआउने, सब्सक्राइब नगर्ने यस्तो कुराले चाहिँ तपाईँहरू टेन्सनमा हुनुहुन्छ भने यो भिडियो फुल हेर्नु होला। किनभने यो भिडियोबाट तपाईँलाई थोरै पनि मोटिभेसनल मिल्छ। त्यसैले यो भिडियोलाई चाहिँ हेर्न नछुटाउनु होला र हामी भिडियोतर्फ लागौँ। युट्युबमा किन ग्रो भइरहेको छैन? मेहनत हजुरले लगातार दिनरात गर्नुहुन्छ, एडिट राम्रो हुन्छ, थम्बनेल राम्रो हुन्छ, टाइटल राम्रो हुन्छ, डिस्क्रिप्सन राम्रो हुन्छ। तपाईँले हरेक पल मेहनत गर्दा गर्दा तपाईँले भिडियो पनि एउटै समयमा अपलोड गर्नुहुन्छ, तर युट्युबमा किन तपाईँलाई फल मिलेको छैन? युट्युबबाट किन तपाईँलाई चाहिँ राम्रो भएको छैन? कहिले सोच्नु भएको छ? र कतिपय मानिसहरू 1-2 महिना भिडियो हाल्नुहुन्छ अनि उहाँहरू चाहिँ डिमोटिभेट भएर उहाँहरूले चाहिँ युट्युब छोडिदिनुहुन्छ। युट्युब यस्तो प्लेटफर्म हो जुन ठाउँमा चाहिँ तपाईँले सर्ट टर्ममा लामो सपना देख्नु हुँदैन। तपाईँले 1 वर्ष 2 वर्ष अथवा 6-7 महिना मेहनत गरेपछि तपाईँको युट्युबमा थोरै थोरै गरेर चाहिँ केही नयाँ नयाँ कुराहरू देख्न सुरु हुन्छ। तपाईँहरूले यो नभुल्नु कि फल कहिले पनि छिटो पाइँदैन भनेर। तपाईँले एउटा बिरुवा रोप्नुहोस्, त्यो बिरुवाले फल दिन कम्तीमा पनि 2-3 वर्ष लाग्छ। तपाईँले युट्युबलाई किन यति सजिलै सोच्नु भएको छ? तपाईँ आएको 4-5 दिन अथवा 1-2 महिनामै तपाईँले फल पाउनुहुन्छ भनेर। त्यो ठुला ठुला क्रिएटरहरूलाई हेर्नुहोस्। मैले यो क्रिएटरलाई हेर्नुहोस् भनेर नाम दिँदिनँ, सबैलाई हेर्नुहोस्। उनीहरूले यति मेहनत गरेका हुन्छन्, यति मेहनत गर्दा गर्दा अहिले चाहिँ तिनीहरू त्यो ठाउँमा पुगेको छन् जो ठाउँमा तिनीहरूसित पैसा राम्रो कमाएका छन्, उनीहरूलाई मान्छेले चिनेको छन्, फ्यान फलोइङ सबै छ उनीहरूसित। तपाईँले यस्तो एउटा क्याटेगोरी चुज गर्नु कि जुन क्याटेगोरीबाट तपाईँलाई राम्रो हुन्छ, इन्ट्रेस्ट छ तपाईँको, तपाईँलाई थाहा छ, अध्ययन छ, ज्ञान छ, त्योमा चाहिँ मैले सक्छु भन्ने जस्तो आँट छ भने त्यो क्याटेगोरी चाहिँ तपाईँले चुज गरेर त्यसमा चाहिँ तपाईँले आफ्नो भिडियोजहरू हाल्न सुरु गर्न सक्नुहुन्छ। तपाईँलाई मैले भन्दिनँ कि यो क्याटेगोरी चुज गर्नु, यसमा चाहिँ राम्रो हुन्छ भनेर। तपाईँको रुचि केसमा छ, तपाईँ केसमा सक्नुहुन्छ, त्यो क्याटेगोरी चाहिँ तपाईँले चुज गर्नुपर्ने हुन्छ। अनि अर्को कुरा, तपाईँहरू युट्युबमा आउने बित्तिकै तपाईँलाई 1-2 दिन या 1-2 महिनामै तपाईँहरूलाई सफलता मिल्छ भन्ने कुरा छैन। किनभने तपाईँले चाहिँ बारम्बार मेहनत गर्दा गर्दा दिनौँ भिडियो हाल्दाखेरि कहिले न कहिले एउटा न एउटा भिडियोमा तपाईँको सफलता लुकेको हुन्छ र त्यो सफलता त्यो भिडियोमा देखिन्छ। तपाईँहरू आजको भिडियो हालेर भ्युज आएन भने त्यो भिडियोबाट चाहिँ तपाईँहरू डिमोटिभेट नहुनु। हजुरले यो सोच्नु कि मैले दिनौँ भिडियो हालेको छु, एक न एक दिन म सफल हुन्छु भनेर सोच्नुभयो भने तपाईँ सफल हुनुहुन्छ। कतिपय मानिसहरूले युट्युब स्टार्ट गर्छन्, युट्युब स्टार्ट गरेपछि उनीहरू 2-4 दिन चलाउँछन् अनि छोडिदिन्छन्, या 1-2 महिना 1 वर्षै चलाउने पनि छन्। तर 1 वर्ष चलाउँदाखेरि तपाईँले 1 वर्षमा 365 वटा दिन हुन्छ। त्यो 365 दिनमा चाहिँ तपाईँहरूले डेली भिडियो हाल्नु भएको छ, लङ भिडियो। म सर्ट भिडियोको कुरा गरिरहेको छु, किनभने सर्ट भिडियो यस्तो हो कि सर्ट भिडियोबाट सब्सक्राइबर भ्युजहरू एकदम छिटो गेन हुन्छ। मतलब कि सर्ट भिडियो चाहिँ तपाईँले हाल्नुहोस् भन्छु, तर लङ भिडियो तपाईँले 365 वटा हाल्नु भएको छ 1 वर्षमा। हाल्नु भएको छैन नि, किनभने तपाईँसँग टाइम छैन, तपाईँहरूको भ्युज आउँदैन, तपाईँ डिमोटिभेट हुन्छ। आज गर्नुहुन्छ, भोलि गर्नुहुन्छ, पर्सिबाट छोडिदिनुहुन्छ। त्यो होइन, तपाईँले 1 वर्षसम्म 365 दिनमा 365 वटा भिडियो हाल्नु। त्यो भिडियोबाट तपाईँलाई चाहिँ सफलता मिल्छ कि नै भन्ने कुरा तपाईँले आफै थाहा पाउनुहुन्छ। किनभने कतिपय मानिसहरू युट्युबमा आउँछन्, उनीहरू सोच्छन् म पैसा कमाउँछु, फ्यान फलोइङ कमाउँछु, धेरै सोचहरू हुन्छ। कसैको सिल्भर प्ले बटन लिन्छु, गोल्डन प्ले बटन आउँछ भन्ने सोचहरू हुन्छ। तर त्यो सोच पुरा गर्नलाई तपाईँ युट्युबमा टिकेर बस्नुपर्छ। 365 दिनसम्म 365 वटा भिडियो हाल्ने तपाईँले च्यालेन्ज लिनु आफूसित, होइन? कसम खानु, म 365 दिनसम्म भिडियो हाल्छु भने बरु दिनमा हजुरले 5 वटा भिडियो बनाउनु, त्यसलाई स्टकमा राख्नु, होइन? तपाईँ स्टकमा राख्नु भयो भने तपाईँलाई हेल्प पनि हुन्छ। कहिलेकाहीँ बिमारी सिमारी भयो बेलामा तपाईँसित भिडियोज नभयो भने त्यही भिडियो हाल्नु पनि हुन्छ। तपाईँले चाहिँ 365 दिनसम्म 365 वटा भिडियो हाल्नुभयो भने तपाईँको युट्युबको रङ आफै परिवर्तन हुन्छ।
तपाईँ थाहा नै पाउनुहुन्न कि मैले कसरी ग्रो गरेँ भनेर, बुझ्नुभयो नि। त्यही भएर समयसँगै भिडियो पनि परिवर्तन गर्दै जानु, अलिकति राम्रो इन्क्रिज गर्दै जानु होइन, एडिटिङ लेभलहरू होइन। अब तपाईँको भिडियोमा के बोल्नुपर्छ त्यो कुरालाई पनि अलिकति राम्रो बनाउँदै जानु। तपाईँले चाहिँ डेली भिडियो हाल्नुहोस् र हजुरले भिडियो हाल्दा 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 एक दिन सफलता तपाईँकै अगाडि हुन्छ र तपाईँहरूले त्यो सफलता देखेर आँखाबाट तपाईँको खुसीको आँसु निक्लिन्छ। त्यसैले युट्युब नछोड्नुहोस्, युट्युबमा काम गरिरहनुहोस्। युट्युब यस्तो प्लेटफर्म हो जो प्लेटफर्मले मान्छेलाई जिरोबाट हिरो पनि बनाइदिन्छ र हिरोबाट जिरो पनि बनाइदिन्छ, त्यो आफैले बुझ्ने भन्ने कुरा हो। आजको मोटिभेसनल होइन कुराहरू चाहिँ तपाईँलाई कस्तो लाग्यो, राम्रो लाग्यो भने च्यानललाई एक लाइक र च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। यस्तै राम्रो राम्रो खाले भिडियो तपाईँको मोबाइलमा आउँछ, त्यसैले बेल आइकनलाई पनि प्रेस गरिदिनु होला। त्यसैले आजको दिनबाट चाहिँ म तपाईँहरूलाई चाहिँ युट्युब चाहिँ टिप्सको भिडियो चाहिँ मैले हाल्ने छु यो च्यानलमा, त्यसैले च्यानललाई पनि फलो गरिदिनु होला। यस्तै राम्रो खाले भिडियो आउँदै रहेछ। आजको लागि बाई बाई गाइस।